नमस्ते गाइस हो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला म नि एकदम आरामै छु आज धेरै पछि भ्लगको स्टार्ट गरेको छौँ हामीले किनभनेपछि आजको हाम्रो यात्रा हुनेछ कोलपुरदेखि बाजुरा त्यही पनि बाइकमा र म हजुरहरूलाई देखाउने छु फुल के कहाँदेखि कहाँ लोकेसन सबै देखाउने छु सो आज जाँदैछौँ ब्याग सेक प्याक भइसक्यो टक्क लाएर म र मेरो साथ जानको साथी वासुदेव उहाँलाई सबैले चिन्नुहुन्छ होला हाम्रो रोडी उहाँको बाइकमा जान लाग्यो अनि नयाँ बाइक किनिसक्यो त हजुरहरूलाई सबैलाई थाहा नै छ होला आज चाहिँ हाम्रो प्लानिङ यहाँदेखि सुर्खेत पुग्ने अहिले बजी छ टाइम 2 बजीदेखि यहाँदेखि हिँड्यो ठ्याक्कै साँझ सुर्खेत बस्ने हुन्छ त्यसपछि सिधै लागिन्छ बासुको र मेरो एउटा दुईवटा भ्लग पनि आउन सक्छ सँगै सो स्टे ट्युन गाइस अनि आज चाहिँ घाम लागेको छ जाडो महिना भए पनि घाम चाहिँ लागेको छ गाइज हामी चाहिँ जानको लागि रेडी बाजुरा ब्याग चाहिँ हामीले सबै त्यो हाइसमा हालेको छौँ किनकि यसमा चाहिँ हामी 2 जना भयौँ ब्याग भयो भने चाहिँ 3 जना गाह्रो छ त्यसमा चाहिँ सिटै सानो छ त्यसले गर्दा अब ब्याग नै यहीँ अटाइहाल्छ अनि अर्को मान्छे कहाँ बस्ने त्यसले गर्दा ब्याग चाहिँ त्यो हाइसमा हालेछौँ हाइस चाहिँ त्यहाँ सुर्खेतसम्म जान्छ अनि सुर्खेत चाहिँ फेरि हामी अर्को त्यहाँ गाडी खोजेर त्यहाँ गाडीमा ब्यागहरू हाल्छौँ हामी चाहिँ बाइकमै जान्छौँ ल चल्दैको केटा ऊ हाइस चाहिँ त्यही छ हाम्रो अब यो जब हिँड्छ तब जाने हो ल गाइस हामी चाहिँ अब यहाँदेखि चल्दिनु लाग्यो अनि अब हाम्रो गाडी चाहिँ गइसक्यो भर्खर यहाँदेखि सुर्खेत जाने गाडी चाहिँ ओभर लेट हान्ने रहेछ सो साथी मैले चाहिँ यस्तो रोडमा पहिलोपल्ट चलाइरहेको होइन तर जस मजा त मजा आइरहेको छ डर पनि लागिरहेको छ पुरा मोडै मोड छ गाडी लगाएछ अब हाम्रो बासुको यहाँ सेटअप मोटो भ्लगिङको सेटअप भइसकेको छ यस्तरी भ्लगिङ गर्नु परेछ अब चल्छ हामी यहाँ एउटा ठाउँ आज म्याच छ नास्ता खानुलाई नेट चाहिँ यहाँ चल्दैन रहेछ अनि के भन्दा डाटा नि चल्दैन एनसेलको नमस्तीमाहरूको चल्दैछ सो यहाँको भ्यू चाहिँ हाम्रो यस्तो छ यस्तो टाइपको ल सो गाई चल्छ हामी नास्ता खाएर पनि निस्किनु लाग्यो अब यहाँदेखि चाहिँ सुर्खेतको लागि चाहिँ त्यही 20 मिनट जति लाग्छ अरे सो नास्ता खाएँ अब चाहिँ उ गरेर यहाँदेखि निस्किहाल्नु पर्ने हुन्छ आज चाहिँ सुर्खेतमै बसेको हुन्छ होला फाइनली एउटा गाडी भेट्यो हाम्रो सामान त्यहाँदेखि निकाल्नु पर्ने भयो हामी चाहिँ यहाँ होटल पुगिसक्यौँ ठिकैको छ मस्तको बजेट फ्रेन्डली अब बजेट टाइट भएर हामी यस्तो बजेट फ्रेन्डलीमा बसेर ठिकै छ त्यही हो गाइस अहिले चाहिँ हामी यस्तो तल गएर अनि हल्का माइन्ड फ्रेस हान्न जान्छौँ अब सुर्खेतको भ्यू स्यू हेर्नु पऱ्यो त्यही हो बासुलाई गाह्रो छ केटा हो बासुको फ्यानहरू आइसकेको छन् बासुको फ्यानहरू हामी चाहिँ यहाँ बसेको थियौँ होटलमा बासुको फ्यानहरू आएर बासुले तल आउनु पऱ्यो भनेर बासु चाहिँ तल गइसकेको छन् सो त्यही हो अब बोलाइसकेपछि जानै पऱ्यो मेरो फ्यान त होइन बासुको फ्यानहरू हुन् गएर भेट्नेछौँ हो त्यहाँ बिचरा सानो बच्चाहरू छन् राति बोलाछन् त्यही पनि जानु पऱ्यो बासु भेटिसके र हेर्छु सब भिडियो गाइस सुर्खेतमा यति सानो बच्चाहरू भेटियो आज मेरो फ्यानहरू सब्सक्राइबरहरू ल ल ल यो चाहिँ अनि पछि पानी हाल्दिन्छ ल भाइ ल के भन नि त 2-3 शब्दहरू ल कस्तो लाग्छ मेरो भिडियोहरू हेर त यहाँ रुप ढुगासम्म पुगिसक्यो बासुको फ्यानहरू सिग्नेचर साथीको सिग्नेचर हान्ने रे ठिक छ रुमको ढुगासम्म पुगेको यार होटलको रुम कपीहरू ल्याएर आएछन् अब पेन चाहिँ मैले नै बोकेको छु गाइस बासु पेन के काम आयो भन्थ्यो त लौ आइकिन लास्टमा पेन काम सो गाइस खाना पनि आइसकेको छ अब खानासाना बेला खाएर सुतिहाल्नुपर्छ आज धेरै थाकेको छ बासुलाई राति गिफ्ट आएको छ लाइभ बस्दा बस्दै मलाई फेरि बहिनीहरूले चाहिँ गिफ्ट ल्याएर आए के अरे भिडियो के अरे के पोस्टर के लेख्या कृष्ण अनि के हो यो गौतम बुद्ध है ल भगवानहरुको म मेरो घरमा टास्छु है के लेख्यो बाँसुरी दाइ लेख्या ठिक छ बाँसुरी दाइ गाइजी म आज सुर्खेत छु हैन सुर्खेतमा
सो गाइस ल हुन्छ म चाहिँ सुतेको अनि एउटा कुरा चाहिँ मैले नयाँ थाहा पाएँ बासु चाहिँ राति निन्द्रामा बोल्दो रहेछन् हाम्रो बासुदेव चाहिँ उहाँ बाइक सफा गरिरहेको छन् अनि हामीले चाहिँ टक्क झन्डा ल्याएको छौँ झन्डा बाइकमा टाँस्ने हो अनि हामीले ब्याग स्याग चाहिँ उहाँ पुगाइसक्यौँ गाडीमा हालिदिइसकेको छौँ अब त्यो गाडी चाहिँ पिलिचोट पुग्छ अहिले हामी चाहिँ यहाँदेखि त्यही 9 बजीतिर यहाँदेखि हिँडेर पुगिहाल्छौँ मलाई बाइकमा झन्डा सन्डा लगाएर पनि रेडी भइसक्यो ल अब हामी यहाँदेखि निस्किनु पर्ने हुन्छ जो सर्भिस नि राम्रै थियो अब यहाँदेखि निस्केर यहाँदेखि अब खै कहाँ हुन्छ अब खाना पानी त्यति जानुपर्छ अब बड्डी चौड भन्ने ठाउँ अब यहीँ 10 बजिहाल्यो केटा अब खै कतिखेर घर पुगिने आज पनि घर पुगिन्न जस्तो छ केटा हो हामी निस्किनु लाग्यो ल राजा शुभयात्रा राजा निस्किन लाग्यो जो झन्डा सन्डा फराएर टक्क लाएर हामी बसेको होटल चाहिँ यही हो राम्रो थियो सर्भिस राम्रो थियो अब यहाँदेखि निस्किन्छौँ ल गाइस हामी चाहिँ हाम्रो यात्रातिर लागिसक्यौँ हेर्नु सक्नुहुन्छ रोड चाहिँ यस्तो छ है मोड छन् खतरा डरलाग्दो छ फाइनली अहिले चाहिँ हामी बड्डी चौर पुगिसक्यौँ लगभग सुर्खेतदेखि यहाँ पुग्न चाहिँ ठ्याक्कै 1 घन्टा लाग्यो होइन हामीले चाहिँ बाइकमा 1 घन्टा लगायौँ अब चाहिँ हामी यहाँ नास्ता खान्छौँ यो नास्ता नै हाम्रो खाना हो अब यहाँ नास्ता खान्छौँ नास्ता खाएर अनि हामी सरासर जान्छौँ सिधै आज कहाँ पुगिन्छ कस्तो भइरहेछ जाडो त लास्ट है त्यो सुर्खेतमा चाहिँ घाम लागेको थियो सुर्खेतभन्दा यता चाहिँ फेरि बादल टुइटो लाग्यो फेरि बिचमा घाम लागेको थियो अहिले चाहिँ फेरि टुइटो लागेको छ हेर्न सक्नुहुन्छ यस्तो छ बाइकमा त भिडियो बनाउने कन्डिसनै छैन कि यस्तो चिसो हुन्छ हात झिक्नु पर्छ नि मैले त झन् ग्लोभ्स लगाएको ग्लोभ्सभित्र पनि हावा छिरेर जाडो भयो मेरो चाहिँ ल के अरू केही भन 2 शब्द अब हामी अब नास्ता चाहिँ खान्छौँ जाडो भयो हात पनि यहाँ चलिरहेको छैन लास्टै चिसो भयो ताप्नु पाइयो नि ताप्नु पाइन्छ होटल कल्पना रे एडभर्टाइजमेन्ट ल होटल कल्पना हजुर कल्पना गेस्ट भाइहरूलाई तातो लोकल चनाको रस खाएर पठाउने हस् गाइस हामीलाई त्यहाँ नास्ता खाँदा एउटा परोठा मात्र रहेछ त्यो पनि यहाँ अर्को परोठा पनि खान आएछौँ 6 परोठा टन्नै त कहाँ खानु सकिएला 2-3वटा खाउँला सो परोठाको सट्टा हामी परोठा पनि खाने हो यो फ्राइड राइस पनि खाने हो टक्क अब खाएर यहाँदेखि चल्नु पर्ने हुन्छ खाने मात्रै काम भइरहेको चिसो त्यही भएर लगेर हामीले चाहिँ नास्ता खाएर अब चाहिँ हामी जान लागेको अब हामी उतै कता लगभग 5-6 घन्टा यात्रा गर्छौँ गाइस अहिले चाहिँ हामी के अरे त्यहाँ नास्ता खाएर अहिले चाहिँ हामी यहाँ दैलेख पनि पुगिसक्यौँ हेर्नु सक्छ यहाँ यस्तो बवाल देखिन्छ है अब बाटो चाहिँ यहाँ झन् डेन्जर छ सानो बाटो छ एउटा गाडी मात्र अड्ने बाटो हुन्छ हेर्नु सक्नुहुन्छ कति सानो देखिरहेको नि अब यहाँ चाहिँ हामी ध्यानपूर्वक चलाउनु पर्ने हुन्छ बाइक 1 मिस गेम फिनिस हो अब यो बाटोमा चाहिँ सो यहाँदेखि चाहिँ अब हाम्रो अफरोडिङ पनि चालु भइसक्यो अफरोड अब यहाँदेखि धेरै जस्तो नै अफरोड नै छ गाह्रो छ बाटो चाहिँ उब्बर गाह्रो छ हामी 2टा बाटो छ हामी यता दैलेखको बाटोदेखि आयौँ त्यही भएर हल्का गाह्रो भयो सो गाइस अहिले चाहिँ हामी यहाँ रेस्ट गर्न आएछौँ अहिले चाहिँ हामी दैलेख जिल्लामा छौँ दैलेखदेखि कहाँ लाग्यो दैलेख कट्न लागिसक्यो यहाँ यस्तो पुलसुल रहेछ यस्तो भ्यू रहेछ अनि बासु हल्का रेस्ट गरौँ भन्दाखेरि रेस्ट गर्ने अरे हल्का सो बाइकलाई पनि रेस्ट हुन्छ मान्छेलाई पनि रेस्ट हुन्छ यहाँदेखि कता अर्को बाटो पनि रहेछ मान्छेहरू अवस्था रहेछ नि यहाँ यस्तो बस्ने ठाउँ रहेछ उता बिचमा चाहिँ दैलेखको बिचको बाटोमा चाहिँ यस्तो गाह्रो रहेछ कि हल्का अफरोडिङ टाइपको रहेछ यो ठाउँको नाम के हो यो ठाउँको नाम के हो दैलेख त हो ल दैलेखको अब कति छ भाइ दैलेख यो एरिया सकिन यहाँदेखि माथि उहाँ पुग्न कहाँ जुम्ला त पुग्ने होला माथि के त्यहाँ मानमा कालीकोट लाग्ने कति टन्नै छ अरे अझै किन हामी आधी बाटो नि कभर गरे छैनौँ जस्तो लागिरहेको भोलि पर्सिसम्म पुगिन्छ जस्तो छ यहाँ चाहिँ यस्तो गाडीहरू चाहिँ बहुत स्पिड हान्ने क्या आमा बाइकभन्दा स्पिड चलिदिन्छन् है
एक्सपिरियन्स हुन्छ यहाँको मान्छेहरूसँग जस त्यो हामी एकछिन अब रेस्ट गरेर निस्किहाल्नु पर्ने हुन्छ यार बहुत टाढा छ भन्छन् यार केटाहरूले ल सो गाइस अहिले चाहिँ हामी हल्का रेस्ट गरिरहेको छौँ अनि भोक लागेर हामीले चाहिँ नास्ताको लागि चाहिँ त्यता रेसिपी चाहिँ यस्तै हो बिचमा खानुपर्छ अनि चाउचाउ ल्याउँछौँ करेन्ट चाउचाउ वाइवाई खोजेको थियौँ वाइवाई चाहिँ पाइँदैन रहेछ यो अनि एउटा कुरा भन्नु मन लाग्थ्यो अनि यहाँको नेताहरू के हो दैलेखको यार त्यो बाटो बनाउने गर यार तिमीहरू पो गाडीमा आउँछ हामीहरू बाइकमा आउनेलाई कस्तो गाह्रो छ नेताहरूलाई त्यही हो मेरो भिडियोसँग त तिनीहरूले नहेर्ला नि तर त्यो कोही छ भने त्यहाँसम्म पुगाइदियो केटा हो तिमीहरूको ठाउँ त्यो विकास हुन्छ अनि बाइकमा बसेर यस्तो पछाडि दुखिरहेछ केटा पछाडि बस्नेलाई फिल हुन्छ यार अगाडि बस्नेलाई पनि गाह्रो त गाह्रै हुन्छ कतिखेर चाहिँ झ्याप झ्याप निन्द्रा हानिदिन्छ क्या झन् हेलमेट लगाएको हेलमेटले जस बहुत काम गरेछ कोही लङ टुर गर्न लाग्नु छ भने चाहिँ पछाडि बस्नेले पनि हेलमेट लाउने गरेको केटा हो यस्तो मजा मतलब धुलो सुलो पनि लाखेन जोस् हेलमेट हल्का गाह्रो के भने चाहिँ हल्का ध्याप ध्याप गरिदिन्छ एउटा ठाउँ त म यत्तिको उफ्रिदिइरह सो त्यही अब यहाँदेखि चाहिँ निस्किन्छौँ अब हामी यस्तो नास्ता खाएर सो कति टाइम लाग्छ यार आज साँझै घर पुग्ने हाम्रो लक्ष्य हो सायद आज पनि पुगिन्न होला गाई चल चाहिँ हामी दैलेखमा छ दैलेखको सुन्तला खाइदिएको टक्क लगाएर कस्तो छ मान्न पुग्नु बगाल छ दामी लोकल रहेछ हामीलाई चाहिँ दिदीले मिलाएर दिनुभयो लभली ल सुन्तला मिठो त उता अगाडि गएर सुन्तला खाने र बस्नुपर्छ आज हामी पुग्दैन भोलि लाग्छ हामीलाई हामीहरू घर बाजुरा फाइनली गाइज लगभग 6-7 घन्टा पछि हामी चाहिँ अब जिटे पुगिसक्यौँ अब हामी चाहिँ यहाँबाट पारी साइड जाने हो हामी जाने भनेको पारी साइड हो यताबाट चाहिँ त्यो राराताल मुगु के अरे जुम्ला यो चाहिँ जुम्ला जाने बाटो त्यो चाहिँ माथि मानमा भयो कालीकोटको सदरमुकाम हामी चाहिँ जाने यहाँबाट हो अब चाहिँ हामी यहाँबाट जान्छौँ यो चाहिँ कालीकोट हो अनि यो चाहिँ जुम्ला जुम्ला हो टक्क लाएर हामीलाई यति ढिलो भयो कि यति ढिलो भइरहेको छ कि अरूलाई एक दिन लाग्ने ठाउँमा हामीलाई 2 दिन लाग्ला जस्तो छ गाइस हाम्रो टाइम कहाँ जान्छ भनेपछि यस्तै टाइममा जान्छ ऊ ट्राइपोड अब भ्लगर भएपछि यस्तै हो भ्लगिङ गर्दा गर्दा गइन्छ अनि त्यो टाइम गएको थाहा नै हुने अहिले साँझ राति हुन लागिसक्यो आज बास कहाँ हुन्छ भन्ने पनि थाहा छैन यार आज बास कहाँ हुने होला सुन्तला ल्याएको थियौँ सुन्तला पनि खायौँ अनि जस रमाइलो भयो फोटा त नै भिडियो सिडियो बनायौँ आज पिलुचर पुग्नुपर्ने छ लगभग यहाँदेखि 8-9 घन्टा लाग्छ अहिले चाहिँ 5 बजिसक्यो 6, 7, 8, 9, 10 आमामा राति हुन्छ होला सायद जस्ट ट्राई गर्छौँ रातिमा जस चलाउन सक्ने जस्तो कन्डिसन भएपछि चाहिँ चलाएर लिन्छौँ नत्र चाहिँ हामी लिन्नौँ होइन हामी चाहिँ कति बसिदिन्छौँ होला गाई चाहिँ टेन्ट पनि छ हेर्न सक्नुहुन्छ हामी यदि केही भयो भने हामी यो टेन्टमै बस्नेवाला छौँ खाना पनि आफै बनाएर आफै त्यो टेन्टमा बस्नेवाला छौँ यदि केही भएपछि गाई बिच बाटोमा होटलहरू केही नभेटाएपछि चाहिँ सो गाइस हामीलाई चाहिँ राति परिसकेको छ त्यही पनि हामी हिँडिरहेको छौँ यहाँदेखि चाहिँ टक्क लगाएर अब के गर्नु हिँड्नै पर्यो यहाँदेखि अहिले चाहिँ राति परिसक्यो बाटोको कन्डिसन चाहिँ यस्तो छ हामीले पुग्नुपर्ने पिलुचौर हो यहाँ त 1-2 गियरमा मात्र चलाउनु पर्छ भाइ गाइस यस्तो छ यार अहिले चाहिँ रातिको हाम्रो यहाँ 7 बजिसकेको छ अझै पनि हामी पुगेको छैनौँ यस्तो हेर्न सक्नुहुन्छ वरिपरि केही पनि छैन कहाँ छौँ त्यो पनि थाहा छैन बाटो यस्तो कच्ची छ सब दुखिसक्यो पाट पुर्जा दुखिसक्यो बाइकलाई पनि हल्का रेस्ट दिएको कति पछि पुग्छौँ भन्ने अझै पनि थाहा छैन हामीलाई अरू केही टेन्सन होइन ब्यागको टेन्सन हो क्या नत्र हामी यता कतै बसिहाल्थ्यौँ यता केही पनि छैन तर खोला छ यता कतै बसिहाल्थ्यौँ तर भोलि ब्याग फेरि गाडीले लैजान्छ फेरि कहाँ हो भोलि त्यही भएर त्यो ठाउँमा मेन ब्यागको लागि पुग्नै पर्ने भएर हामी जानै परेको सो त्यही हो अब राति 10 बजीसम्म भए पनि 12 बजीसम्म भए पनि पुग्नै पर्ने हुन्छ सो गाइस फाइनली चाहिँ हामी पुग्यो है पिलिचौर भन्ने ठाउँ पुग्यो बरै गाह्रो गरेर पुग्यो कति बज्यो भन्दाखेरि कति बज्यो होला जस्तै देखाइदियो त यहाँ कति बज्यो भने चाहिँ अहिले चाहिँ 9 हेर्न सक्नुहुन्छ 9:44 भइसक्यो बाइक पनि धौधौ गरेर ल्याएको को यहाँ साइकल यहाँ नि जिप राखिदिएर यार अब चाहिँ हामी यहाँ बस्छौँ खानासाना खाएर निस्किन्छौँ सो त्यही हो आजको लागि आज निन्द्रा चाहिँ मस्तको लाग्ने हो
बासुले मालिस गरिदिन्छु भनिरहेको छन् क्या रे मस्तको मालिस पाइने भयो आज मैले गरिदिनु पर्छ कि नै गर्नु पर्यो त आज मालिस हुने हो बासुको सो गाइस अनि अहिले चाहिँ भिडियो अफै गरेको थियो तर एउटा नयाँ राम्रो चिजहरू देख्यौँ यहाँ चाहिँ पुरै परेवाहरू बस्दो रहेछ नि हेर न दामी बनाएर रहेछ जोस यो होटलकोले यता नि हेर्नु न राम्रो बनाएर रहेछ सो मन पर्यो त्यही भएर देखाइदिएको रातो चामल तरकारी साग चटनी मासु तातो पानी अनि तिम्रोमा के छ सेम हो मेरो पनि सेम हो अब ट्राई गरिदिउँ न अहिले रातिको कति बजी छ रातिको अहिले चाहिँ लगभग 10 बजे ठ्याक्कै 10 बजे हामी खाना खाइरहेको छौँ त्यस भाग्य रहेछ हाम्रो चाहिँ अनि यहाँ आन्टीलाई सोधेको थिएँ एउटा रुम खाली थियो र ठ्याक्कै हामीहरूको भाग्य रहेछ आज बस्ने ए आयो अरू सलादहरू ए कागज तिथि हालिदिनु न है हाम्रो आन्टी चाहिँ 10 बजेसम्म हाम्रो लागि वेट गरिदिनु भयो धेरै धन्यवाद छ नत्र त गाइज हामी आज त्यो टेन्ट ल्याएको थियौँ जस्ट टेन्ट काम हुने रहेछ टेन्ट हालेर बस्थ्यौँ होला सायद ल त्यही हो बाई बाई अब हामी खाना खान्छौँ अनि त्यसपछि सुत्छौँ लास्ट शरीर थाकेछ दुखिरहेको छ मेरो चाहिँ अब तिम्रो के दुखेछ भन्दै ल गुड मर्निङ गाइस अहिले चाहिँ हामीदेखि अब चेक गर्नलाई चेकआउट गर्नलाई सेम सो बाहिरको भ्यू चाहिँ बासुले देखाइसक्यो होला म पनि यस्तो चट्ट लगाएर देखाइदिन्छु यहाँ चाहिँ घाम लागिसक्यो त अहिले कोलपुरमा भएको चिसो भइरहेको थियो भाइ सो गेस गर्नु यहाँ कति बजी छ 9 बजे घाम लाग्दैछ मस्तको छ दियोस् र हामी यहाँदेखि ल 7 चेकआउट गरिहाल्छौँ ल बाइक धोएर चाहिँ चट्ट परिसक्यो माथितिर धुन जाउ लाग्छ फेरि त्यस्तै भइहाल्छ बाटो चाहिँ त्यस्तै छ फेरि सेम कन्डिसन हो एकछिनमा अहिले घाममा राख्ने हो राख न घाममा राख यहाँ चाहिँ घामलाई मस्तको घाम राख भ्यू यो चाहिँ पिलिचोड हो सो गाइस अहिले चाहिँ हल्का धेरै हल्का भयो किनकि हाम्रो ठ्याक्कै हामीले झन्डा सन्डा निकालिसकेको थियो ठ्याक्कै गाडी आयो क्या ठ्याक्कै निकालिसकेको आयो बहुत गाह्रो हुने रहेछ दुईवटा ब्याग अहिले चाहिँ ठ्याक्कै एउटा बस भाग्यो अनि बस उहाँ धुला चौकसम्म हामीलाई छोडिदिन्छ अरे हाम्रो ब्याग ठिकै छ त्यहाँसम्म भयो भने हामीलाई हल्का हुनेको लगायत हामी चाहिँ यो रागेगौँडा भन्ने ठाउँ आइसक्यौँ पहिला चाहिँ हामी हिँडेर जाने यति खतरा थियो आजभोलि चाहिँ रोड काटेर चाहिँ राम्रो भएको त्यसले गर्दा हुन्छ गाई जुत्यो त्यही हो है गाई ढाँगेगौँडा नि दुईवटा बिच चट्टानबाट बिचबाट यो पारी साइड देखिरह नि गाई त्यो पारी साइडको चाहिँ त्यही हो धुला चौर अब हामी चाहिँ घर पुगिसक्यौँ हेर्नु सक्नुहुन्छ यस्तो छ दामी नजरा देखिरहेको छ तल साइड कर्णाली छ जस फाइनली 2 दिनपछि घर पुगियो फाइनली गाइज हामी बासुको घरमा चाहिँ पुगिसक्यौँ टक्क लगाएर ओ तिम्रो कुकुर थियो ओ आइज के नाम हो पप्पी आयो लभली कुकुर रहेछ ल के छ भन ठीक छ फाइनली बासु घर पुग्यो अब यहाँदेखि चाहिँ मेरो घर जानु चाहिँ त्यही आधी घन्टा जति लाग्छ बासु घर तल भयो नि यहाँ चाहिँ यत्रो लामो टक्कलाई ग्रिन हाउसहरू के बनाएको रहेछ बासु चाहिँ यता बस्दो रहेछन् बासुसँग चाहिँ यत्रो ग्याङहरू पनि बस्दो रहेछन् टक्क लाएर हि बाख्री पाठाहरू बाख्राको पाठै हो यसको नाम हो बोक्चे यसले धेरै पाठीहरूलाई बिगार्छ तिमी जाँदाखेरि सानो थियो क्या ठाउँ चाहिँ धेरैले देखिसक्नु भयो होला बासुले भिडियो सिडियो धेरै जस्तो यहीँ बनाइरहेको हुन्छन् बस्ने चाहिँ यहीँ रुममा हो टक्क लाएर डम्बलामा फोरवा छ मान्छेहरू नबसेपछि डम्बल नि राखेर रहेछन् यो कति केजीको एक्सर्साइज के भएको छ रुम स्पिकर पानीमा हाल्नु के दिने होला भयो नजो त पानीमा हाल्ने स्पिकर रे रुम सफा हान्नु पर्ने हुन्छ एक दिन त यहाँ देखाउँ एक दिन त मेरो यो रुम सफा गर्नमा जान्छ होला जस्तो लागिरहेको छ यो ब्याग मेरो यो हो यो पनि धुनु पर्ला अब सब मिलाउनु पर्ने छ यहाँ फाइनली गाइस भन्दै त ल गाइस सुरेशको घरमा नि पुगियो सुरेशलाई घरमा पुर्याइयो अब चाहिँ म यहाँबाट फर्किन्छु सुरेशको घर चाहिँ उहाँ छ यो हो
ल मेरो बाजे माथि हुनुहुँदो रहेछ रिङ लाउन बाँकी रहेछ ठिक छ यहाँ चाहिँ घाम गइसकेको रहेछन् कति छिटो घाम जाने रहेछ अनि बाइकको हालत चाहिँ यस्तो छ यहाँ यो बाइक छिट्टै थोत्रो हुन्छ जस्तो लागिसक्यो नि अहिले यस्तो छ यार अब घर जान्छु यसलाई सफा गर्छु गाइज मेरो घरदेखि चाहिँ यस्तो दामी भ्यू देखिन्छ भ्यूहरू चाहिँ यस्तो मस्त छ यहाँनिर गएर यहाँनिर बेड लगाएर त्यहाँ सुत्दा पनि हुन्छ टक्क लगाएर भ्यू चाहिँ मस्त देखिन्छ माथि घाम लगाएर रहेछ घाम ताप्नलाई बेस्ट हुनेछ बासुलाई खतरा लाग्यो अरे है बासुले अब उता कन्टेन्ट बनाउने अरे माछा पनि मार्छन् नि यहाँ मान्छेहरू थोरै माछा आउँछ अब भोलि त्यहाँ नुन जानु पर्ला यार अब चाहिँ म जान लागेको गाइज ल अब छिटै भेट्नुपर्छ सुरेश र म चाहिँ ल बाई ल राम्रोसँग जानु ल टेक केयर ल इट वाज नाइस राइड मजा त आयो 2 दिन अब सुत्ने हो मजाले अब ल जाऊ अब यिनको घर यहाँदेखि जान त्यही कति घन्टा सेफली जानु है ल बाटो हल्का खटाङ खुटुङ छ सो गाइज म पुग्ने बित्तिकै बासु चाहिँ गएँ बासु गएपछि मलाई बाजेले चिया बनाइदिनु भएको छ लभली तारामा तर चिया खाने त्यही हो गाइज आजको लागि भ्लग यति नै गरौँ अनि खोला नाला यता सर्र छ यस्तो मिठो भ्यू छ कि कसम के गर्नु थोडा कालो कालो आयो नि भ्यू चाहिँ मस्तको छ मेरो घरदेखि चाहिँ बाई गाइज सी यू इन नेक्स्ट भ्लग लभ यू